रामायणको संक्षिप्त परिचय। काव्यरूप अपार संसारको सृष्टि चक्र चलाउने आदिकवि महर्षि वाल्मीकिलाई सहस्रश नमस्कार छ, जसको परिपूर्ण कृपा कटाक्षदेखि जगतपूज्य भगवान रामचन्द्रको चरित्र रामायणात्मक आदि काव्यको प्रादुर्भाव भयो, जुन रामायणात्मक काव्यको पठन पाठनले हामीहरू आफूलाई पवित्र सम्झन्छौँ। महात्मा मुनिवर उनी वाल्मीकि एक दिन आफ्ना आश्रममा आनन्दपूर्वक बसिरहेका थिए। त्यसबेला अभ्यागति देवर्षि नारद त्यहाँ आए। अकस्मात आएका ती नारदजीलाई देखि नमस्कारका अनन्तर अत्यन्त प्रसन्नका साथ वाल्मीकिले आसन आदिद्वारा उनको सत्कार गरे। यही अवसरमा प्रसङ्गवश वाल्मीकिले नारदसँग प्रेमपूर्वक सोधे, हे ऋषिवर, यस श्लोकमा सर्वैश्वर्य सम्पन्न पुण्यात्मा आत्मज्ञानी क्षमी तेजस्वी र महापराक्रमी पुरुष को छ? कसको कीर्ति चन्द्रमाका किरण चाहिँ सारा जगतमा प्रकाशमान छ? भूषण आदिले सुन्दरी स्त्रीलाई चाहिँ राज्य लक्ष्मीले कसलाई भूषित गराएका छन्? लताहरूको वसन्त ऋतु चाहिँ प्रजाहरूको जीवनाधार भएर रहेको को छ? रत्नको समुद्र झैँ गुणको खानी बनेर बसेको को छ? वाल्मीकिका इत्यादि प्रश्न सुनेर नारदले भने, मुनीश्वर, तपाईले बढिया कुरा सोध्नुभयो, तर तपाईले सोधे जस्तो मानिस श्री रामचन्द्र बाहेक अरू पाउनु कठिन छ। यस श्लोकमा रामचन्द्र जति गुणी पुण्यात्मा सत्यसन्ध जितेन्द्रिय कीर्तिमान ज्ञानी र पवित्र पुरुष अरू कोही छैनन्। रामचन्द्रको महिमा अपार छ। यस त्रिभुवनमा राम जस्तो राजा अरू भएन। राजाहरूका मध्येमा रामचन्द्र शिरोमणि हुन्। यसरी रामचन्द्रको ठुलो प्रशंसा गरी नारदजी आफ्ना धाममा गए। महर्षि वाल्मीकि पनि यिनका वचनामृतपानले प्रसन्न चित्त भई रामचन्द्रको प्रशंसा गर्न लागे। एक दिन वाल्मीकि तमसा नदीमा स्नान गरेर आफ्ना शिष्यका साथ वन घुम्न लागेका थिए। त्यसै बेला अकस्मात आफ्ना अगाडि कामातुर क्रौञ्च पन्छे कर्याङकुरुङलाई कोही व्याधाले बाण हानी मारेको देखे। सो देख्दा वाल्मीकिका मनमा करुण रसको प्रवाह चल्न लाग्यो। त्यही शोकले विह्वल भएर मनमा विचार गर्न लागे कि अहो, यस निर्दयी व्याधाले बडो मर्म विदारक कर्म गर्यो। यसले निरपराध यस पंक्षीको व्यर्थ ज्यान लियो। हाय, आज मैले यस्तो के देख्न पर्यो? यस्तो विचार गर्दा गर्दै वाल्मीकिका मुखबाट अकस्मात श्लोकहरू भएर यो वचन निस्कियो। यसरी आफ्ना मुखबाट अकस्मात श्लोक निस्किँदा वाल्मीकिलाई आफै आश्चर्य लाग्यो। उनी उही श्लोक पढेर शिष्यलाई सुनाउँदै वनमा घुम्न थाले। त्यसबेला श्लोकबाट प्रसन्न भएर ब्रह्माजी त्यहीँ आउनुभयो। वाल्मीकिले पनि पद्याध्यार्दी पूजाले उहाँलाई प्रसन्न गराए। यति भएपछि ब्रह्माजीले वाल्मीकिसँग प्रसन्नका साथ भन्नुभयो, मुनिवर, व्याधाले मारेको क्रौञ्च पन्छीलाई देख्दा करुणापूर्ण भएका तिम्रो मुखबाट जुन श्लोक निस्क्यो त्यो सरस्वतीको प्रसाद हो। त्यसै श्लोकका प्रभावले तिमी बडा कवि हुनेछौ। तब तिमी श्री रामचन्द्रको चरित्रलाई सर्गबद्ध काव्य बनाऊ। तिमीसँग सरस्वती यथार्थ हुन्। तिम्रो वचन कुनै पनि बेसरोकार बेकामको नहोस्। तिमीले बनाएको काव्य सबैले पढ्नेछन्। उसले सबैको मनलाई आनन्दित गराउनेछ। त्यो काव्य रूप तिम्रो कीर्ति आकल्प स्थिर रहनेछ। अब ढिलो नगरी चाँडै नै रामायणात्मक आदि काव्यको तिमी प्रारम्भ गर। रामचन्द्रका सारा चरित्र आँखाले देखेझै गरेर वर्णन गर्ने शक्ति तिमीलाई हुनेछ। सो काव्य रचनामा तिमीलाई केही पनि परिश्रम पर्ने छैन। सजिलैसँग समाप्त गरौला। यति भनी ब्रह्माजी अन्तर्ध्यान हुनुभयो। ब्रह्माजीको यस्तो वरदान पाएर वाल्मीकि अत्यन्त गदगद भए। उनले रामचन्द्रका सारा चरित्र झलझली देख्न थाले। यसरी स्वयं रामचन्द्रको चरित्र ज्ञान हुँदा उनी ब्रह्माजीका आज्ञा अनुसार रामायणात्मक आदि काव्यको निर्माण गर्न लागे। केही कालमा सो काव्य समाप्त पनि भयो। आफूले बनाएको आदिकाव्य वाल्मीकिले आफ्ना आश्रममा बसेका रामचन्द्रका पुत्र लव र कुशलाई लय र तालका साथ सिकाए। उनीहरूले पनि आफूले पढेको सो काव्य ऋषिमुनिहरूका आश्रममा गई गाउन थाले। एवं रीतमा राजसभामा पनि उनीहरूले गाए। केही दिनमा तिनीहरू आफ्ना पिताजी रामचन्द्रका यज्ञमा पनि गुप्तवेशले गुरुका साथ पुगे। उहाँपछि रामचन्द्रका आज्ञा अनुसार दुवै भाइले सारा ऋषिमण्डल र राजवर्गका अगाडि रामायण गाउन थाले। रामायणको प्रारम्भ यही हो। सो रामायण अत्यन्त ठुलो छ। यसको संख्या 100 कोटी छ भन्छन्। 60 कोटी सुविस्तरम। तर सब रामायण कहीँ पाइँदैन। खाली लवकुशले गाएको रामायण 24,000 मात्र पाइन्छ भनेर नोटमा उल्लेख रहेको छ। सुरु गरौँ रामायणको बालकाण्ड संक्षिप्तमा। अवध प्रान्तमा
सरयू नदीका किनारमा अघि अत्यन्त राम्रो र ठूलो अयोध्या नामक सहर थियो, जहाँका ठूला ठूला रमणीय र विचित्र महलहरूले अपूर्व कालीगढको दृष्टान्त दिइरहेका थिए। अयोध्यावासी प्रजाहरू पनि एक एक बुद्धिमान, विद्यावान, परिश्रमी र उत्साही थिए। त्यसबेला अयोध्या सहर शिल्प, वाणिज्य र विज्ञहरूको वासस्थान भइरहेको थियो। वहाँका ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र यी चारै वर्ण आफ्ना काममा प्रवृत्त थिए। उनीहरूलाई विधर्मीहरूले दबाउन पाउँदैन थिए। प्रजाहरूमा विद्वेषको चिन्ह पनि देखिँदैन थियो। उनीहरू सधैँ शान्ति देवीका काखमा आनन्दपूर्वक रहेका थिए। हुन त आजकल पनि अयोध्या नगर छँदैछ, तर उस्तो राम्रो र ठूलो छैन जस्तो पहिले थियो। यसैले इक्ष्वाकु वंशी राजाहरूको मुख्य राजधानी पनि यही सहर भएको थियो। इक्ष्वाकु वंशमा ठूला प्रतापी शूरवीर अनेक राजाहरू उत्पन्न भए। राजा रघु पनि यसै वंशका हुन्। तिनका छोरा अज र इन्दुमतीबाट महाराज दशरथ पैदा भए। उनले राज्य गर्दा पृथ्वीभर उनीभन्दा ठूलो अर्को कोही राजा थिएन। दशरथ महाराजका कौशल्या, कैकेयी, सुमित्रा नामक 3 रानी थिए। आफू त्यस्ता ठूला राजा, उस्तै ठूलो राज्य, 3 महारानी इत्यादि सब भोगको सामग्री पुरा थियो। तापनि सन्तान नहुनाले महाराज दशरथलाई ठूलो ताप परेको थियो। यसै कारणले उनी रात दिन सन्तान कसरी होला भन्ने यही एक चिन्तामा मग्न थिए। एक दिन सन्तानका तापले ग्रस्त भएका महाराज दशरथले मन्त्री र अरू बुद्धिमान फारदारसँग वंश रक्षाको उपाय के छ भनी सल्लाह गरे। उसमा ऋष्यशृङ्ग ऋषिलाई ल्याएर पुत्रेष्टि यज्ञ गरेदेखि सन्तान अवश्य हुन्छन् भन्ने वशिष्ठबाट उपदेश मिल्यो। यही सल्लाह अनुसार राजाले ऋष्यशृङ्गलाई बोलाउन पठाए। राजसभामा आएर आसन पद्धादिले सुसंस्कृत भएका ऋष्यशृङ्गले भने, महाराज, पुत्रेष्टि यज्ञ गरिबक्सियोस्। त्यसबाट ईश्वरको अनुग्रहले हजुरलाई सन्तान अवश्य हुनेछ। त्यही सन्तान व्रत मुख्य उपाय हो। ऋष्यशृङ्गको यस्तो शुभ सूचना पाई महाराज दशरथ पनि खुसी भए। उस दिनदेखि उनले मन्त्रीद्वारा पुत्रेष्टिको सामग्री पनि ठिक गर्न लगाए। सो तयार भएपछि अनेक ऋषिहरूलाई निमन्त्रणा भयो। उनीहरूले आएर राजाको पुत्रेष्टि नामक यज्ञको प्रारम्भ पनि गरे। त्यसमा ऋष्यशृङ्ग आचार्य भए। अग्निकुण्डको वरिपरि विद्वान ऋषिहरूले गरेको वेद ध्वनिले सारा यज्ञभूमि गुन्जयमान हुन लाग्यो। अग्निमा हवन गरेका उत्तम वस्तुका सुगन्धले 10 दिशा व्याप्त गर्यो। यसरी ठूला उत्सवका साथ बराबर यज्ञ हुन लाग्यो। अघि पुलस्त्य ऋषिका नाति रावणले सारा संसारलाई साह्रै दुःख दिँदा त्यसका अत्याचारदेखि डराएकी पृथ्वी र देवताले क्षीर समुद्रमा गई भगवानका शरीरमा परेर स्तुति गर्दा स्तुतिबाट प्रसन्न भएका भगवान विष्णुले भन्नुभएको थियो कि तिमीहरूले दुःख पाएको कारण मैले थाहा पाएको छु। त्यसको बन्दोबस्त पनि गरिसकेको छु। तिमीहरूको दुःख र पृथ्वीको भार हरण गर्नका निमित्त मेरा 4 अंश अयोध्याका महाराज दशरथका 4 पुत्र रूप भई प्रकट हुनेछन्। तिमीहरूले पनि वानर रूपको अवतार लिनु। यस्तो भगवानको आज्ञा पाएर देवताहरू खुसी हुँदै आफ्ना स्थानमा गएर बसेका थिए। यसैका केही कालपछि महाराज दशरथले यज्ञको प्रारम्भ गरेको हो। यज्ञ समाप्तिको बेला अकस्मात अग्निकुण्डबाट प्रकट भएर अग्निदेवताले महाराज दशरथलाई पायसले पूर्ण भएको एक पात्र दिए। त्यस पात्रमा रहेको सन्ततिप्रद पायस पाउँदा समुद्रबाट निस्केका धवन्तरीले दिएको अमृत पाउँदा इन्द्रलाई चाहिँ महाराजलाई बडो हर्ष भयो। उसै बेला उनले श्रद्धापूर्वक आफ्ना रानीहरूलाई सो पायस बाँडिदिए। रानीहरूले पनि प्रसन्नताका साथ सो पायस खाए। यति भएपछि विधिपूर्वक यज्ञ पनि समाप्त भयो। पायस खाएको केही दिनपछि यज्ञका प्रभावले महाराजका 3 रानीमा विष्णुको अंश रहेको गर्भचिन्ह देखियो। 3 जनाले स्वप्नमा शङ्ख, चक्र, गदा, पद्म लिएका तेजोमूर्ति कोही पुरुषले बराबर आफ्नो रक्षा गरेको देख्न लागे। 10 महिना पुगेपछि कौशल्यामा 1, कैकेयीमा 1, सुमित्रामा 2 गरी जम्मा 4 छोरा पैदा भए। गुरुको आज्ञा अनुसार राजाले जेठाको राम, माइलाको भरत, साइलाको लक्ष्मण र कान्छाको शत्रुघ्न भन्ने नाम राखे। भगवानले अंश लिएका यी 4 भाइको जन्म भएपछि सारा संसारका अमङ्गलहरूको नाश र मङ्गलको प्रादुर्भाव भयो। दुर्भिक्ष र अकाल मृत्यु आदि आपत्ति पनि सब हराए। सर्वत्र सम्पत्तिको राज्य भयो। साक्षात विष्णुले पृथ्वीमा अवतार लिनु भएपछि स्वर्ग पनि पृथ्वीमा आए जस्तै भयो। जुन रावणका डरले दिक्पालहरू थरथराएका थिए उनीहरूमा पनि धैर्यले बास गर्यो।
जुन बेला जगतलाई दुःख दिने रावणलाई मार्नका निमित्त भगवान विष्णुले राम, भरत आदि 4 रूप लिनुभयो भन्ने सुनेथे, त्यसै बेला तिनीहरूका हर्षको पारवार भएन। सब देवताले अनेक तरहबाट ठूलो खुसी मनाए। उता रावणका मुकुटबाट अनेक रत्न पनि बराबर खस्न थाले। यसले राक्षस कुलको सौभाग्य लक्ष्मी पनि रुन लागिन् भन्ने सम्झियो। यी 4 भाइहरू सौन्दर्य, धैर्य, शौर्य आदि सम्पूर्ण गुणले सम्पन्न थिए। जति जति यी राजकुमार बढ्दै गए उति उति विद्यामा पनि प्रवीण हुँदै गए। लेख्नु, पढ्नु, बाण हान्नु, घोडा चढ्नु, शिकार खेल्नु इत्यादि सबै काममा 4 भाइ चाँडै नै पार भए। गुणको चाह पर्ने, परस्परमा रिस नगर्ने, गुरुजनको आदर गर्ने, नम्रतासँग व्यवहार राख्ने र परस्परमा प्रेम साथ रहने यी 4 भाइहरू एक क्षण पनि कतै अलग रहँदैनथे। साधारणतया परस्परमा एक तरहको प्रेम थियो तापनि आगाको वायुसँग जस्तै, रामको लक्ष्मणसँग, समुद्रको चन्द्रमासँग जस्तै भरतको शत्रुघ्नसँग विशेष प्रेम देखिन्थ्यो। यस्ता उत्तम उत्तम पुत्र पाउनाले राजा र रानीहरू पनि अत्यन्त प्रसन्न भई पुत्र सुखको अनुभव गर्दथे। राजाहरूमा अधिराज दशरथका भाग्यको प्रशंसा गरि नसक्नु छ। जस्तै 4 दाँत हुनाले ऐरावत हात्तीको शोभा हुन्छ, उस्तै भगवानका अंशबाट उत्पन्न भएका 4 पुत्र हुनाले महाराज दशरथको शोभा भयो। यसै गरी अनेक आनन्द मङ्गलका साथ भाग्यशाली महाराज दशरथका दिन बित्न लागे। यस्तैमा एक दिन तपस्वी महात्मा विश्वामित्र ऋषि महाराज दशरथका राजसभामा आए। राजाले पनि अकस्मात आएका ऋषिलाई देखेर आसन, पाद्य, अर्घ्य, भोजन आदिले सम्मान गरी हात जोडेर सोधे, ऋषिवर, हजुर जस्ता महानुभावको दर्शन हामी जस्ता व्यापारीले पाउनु पूर्वजन्मको ठूलो पुण्यको फल हो। यस्तो अनुग्रह गरी पाल्नु भएको हुनाले बहुतै नम्रतासँग म बिन्ती गर्दछु, कृपापूर्वक आफ्नो शुभागमनको कारण आज्ञा होस्। यो भक्त यथाशक्ति टहल गरी सो कार्य पूर्ण गराउनमा उद्यत रहनेछ। राजाको यस्तो निवेदन सुनि विश्वामित्रले भने, महाराज, म जुन वनमा बसी ईश्वरको भजन गर्दछु त्यस वनमा 2 वटा राक्षस आई मेरो भजन र होममा सधैँ बित्न गर्दछन्। यसैले साह्रै दुःख पाएको छु। मेरो यज्ञमा बित्न गर्ने प्रतापी राजा रावणका अनुचर महाबली, मारीच र सुबाहु भन्ने राक्षसहरू हुन्। ती 2बाट मलाई बडो पीडा भएको छ। तसर्थ केही दिनका निमित्त श्री रामचन्द्रलाई लैजान पाए यज्ञको रक्षा होला भन्ने आश लिएको छु। यसमा महाराजको अनुमति भए रामद्वारा ती राक्षसको नाश गराई निर्विघ्नपूर्वक यज्ञ गर्ने थिए। बालक रामबाट यो कसरी होला भनी शङ्का लिनु पर्दैन। रामचन्द्रको प्रताप मलाई र तपाईँका गुरु वशिष्ठलाई पनि यथार्थ थाहा छ। अवश्य रामले ती राक्षसको संहार गरिदिनेछन्। फेरि मेरा साथमा जानाले रामचन्द्रको धेरै कल्याण पनि हुनेछ। यस विषयमा वशिष्ठजीसँग सल्लाह गरी मलाई उत्तर दिनुहोला। विश्वामित्रको यस्तो असह्य वचन सुन्नका साथ राजा बडो व्यग्र भए। उनलाई सहसा कर्तव्यको निर्णय हुन सकेन। एकछिनसम्म उनी छाँगाबाट खसे जस्ता भए। केही बेरपछि उनले आफ्नो आकुलित मन सम्हालेर हात जोडी बिन्ती गरे, हे ऋषिवर, तपाईँको पाउमा मेरो यो प्रार्थना छ, रामचन्द्रले तपाईँको त्यस्तो ठूलो कार्य कसरी सम्पन्न गराउलान्, किनभने रामको अवस्था अहिले बालकै छ। उनी त्यस्ता ठूला राक्षससँग कसरी लड्लान्? बरु राक्षससँग लड्नका निमित्त हात्ती, घोडा, रथ र पैदल फौजहरू लिई मै अग्रसर हुन्छु। ती राक्षसको म स्वयं संहार गरौँला। रामचन्द्रलाई नलैजानुहोस्। नाबालक रामबाट राक्षसको नाश गराउने कुरा असम्भव जस्तो लाग्दछ। बरु यो पृथ्वी, गाई, धन अथवा सर्वस्व दे भने पनि खुसी साथ दिन सक्छु, परन्तु यस बुढेसकालमा पाएको छोरा रामलाई दिनमा म असमर्थ छु। राजाले व्याकुल भएर भनेका यस्ता वचन सुनि विश्वामित्रजी हाँसे। सो हाँस्नुको कारण राजाले केही बुझ्न सकेनन्। उनका गुरु वशिष्ठले सो कारण बुझेका थिए। उनलाई यस कुराको यथार्थ ज्ञान थियो। रामचन्द्र कोही साधारण पुरुष होइनन्। उनी साक्षात् परमेश्वरका अंश हुन्। उनलाई राक्षस आदि जीवजन्तुले केही हानि गराउन सक्ने छैनन्। त्यसैले वशिष्ठलाई त्यस विषयको केही मात्र पनि चिन्ता थिएन। यसकारण उनले रामलाई विश्वामित्रको साथ पठाउनाले बढिया हुन्छ भन्ने निश्चय गरी राजालाई भने, महाराज, यसमा विचार गर्नु पर्दैन। विश्वामित्रका साथ रामलाई पठाइदिनाले ऋषिको यज्ञ रक्षा मात्र होइन कि रामको समेत कल्याण हुनेछ। हजुरले कति पनि सन्देह मान्नु पर्दैन। म त सर्वथा विश्वामित्रका जिम्मा रामलाई पठाउनु नै उचित सम्झन्छु।
वशिष्ठजीको पनि यस्तो विचार बुझेर राजालाई पनि मनमा ठूलो ताप पर्यो। विश्वामित्रको प्रार्थनालाई वशिष्ठजीले युक्तिपूर्वक खण्डन गरिदिउन् भन्ने राजाको इच्छा थियो, परन्तु यसमा उल्टै वशिष्ठजीले पनि सोही कुराको समर्थन गर्दा राजा बहुतै खिन्न भएर यो विचार गर्न थाले, अब रामलाई नदिनामा मेरो कल्याण छैन, बरु विश्वामित्र रिसाए भने साह्रै अनिष्ट हुनेछ। यस्ता तेजस्वी महात्मा ऋषिका साथ रामचन्द्रलाई पठाइदिनमा के हानि होला। कुलगुरु वशिष्ठको पनि रामलाई विश्वामित्रका जिम्मामा पठाउने सम्मति छ भने म व्यर्थै किन शोक गरौँ, जे भए पनि रामलाई पठाइदिन्छु। राजाले यो निश्चय गरेर रामलाई आफ्ना समीपमा बोलाई भने, बाबु तिमी महात्मा विश्वामित्रका साथ जाऊ, ऋषिको जो आज्ञा हुन्छ सो काम गरेर आऊ। तिम्रा हिसाबमा जस्ता वशिष्ठ गुरु हुनुहुन्छ उस्तै विश्वामित्र हुनुहुन्छ, यसमा भेद बुद्धि नराख। यति भनेर राजाले विश्वामित्र जस्ता महात्माका साथ रामलाई पठाउँदा खाली आशीर्वाद मात्र साथ लगाइदिए पनि पुग्छ भन्ने निश्चय गरी उनका साथ कोही सेना नपठाई खाली जाने आज्ञा मात्र दिए। पिताजीको आज्ञालाई सिरोपर गरी झटपट रामचन्द्र सरासर मुनिका साथ लागि जानुभयो। आफ्नो अभिष्ट सिद्धि भएको हुनाले विश्वामित्र पनि बडो खुसी साथ तपोवनतिर जान लागे। लक्ष्मणको रामसँग विशेष प्रेम हुनाले दाजुलाई छोड्न सकेनन्। उनी पनि महाराज दशरथसँग विदा भई रामका पछि लागे। बाटामा विश्वामित्रले राम लक्ष्मणलाई अनेक उपदेश दिँदै बला र अति बला अर्थात् भोक र प्यास र थकाइ नलाग्ने विद्या र अरू अप्राप्य शास्त्र विद्या पनि पढाउँदै गए। ती दुई विद्याका प्रभावले राम लक्ष्मणलाई कहीँ भोक प्यास श्रम आदिले बाधा गर्न सकेन। यसरी जाँदा जाँदा धेरै दिनपछि ती तीनजना ठूलो जंगलमा पुगे। त्यस जंगलमा अत्यन्त बलिया बडा बडा हात्तीलाई समेत उचाली फ्याँक्न सक्ने बल भएकी ताडका नाउँ गरेकी एक राक्षसी बस्दथे। सो जंगल भएको ठाउँमा अघि ठूलो एक सहर थियो, उसमा धेरै मानिसहरू बस्दथे। राक्षसीले त्यो सहरका मनुष्यलाई खाँदा खाँदैमा शून्य गराएकी हुनाले त्यस ठाउँमा ठूलो जंगल जमेको थियो। जंगलमा पुगी विश्वामित्रले रामलाई भने, बाबु अब पहिले यस राक्षसीलाई नै मार्नु पर्दछ। यसले धेरै निरपराध ब्रह्मज्ञानी ऋषिहरूलाई अकालैमा कालका जाल हाली आफ्नो पेट भरि बसेकी छ। यसलाई नमारे अब पनि धेरै ऋषिहरूको नाश हुने सम्भावना छ, तसर्थ तिमी यसलाई मार्ने उद्योग गर। स्त्रीवध शास्त्रमा निषिद्ध छ, तापनि हामी ऋषिका उपकारका निमित्त यस आततायिनीलाई मार्नमा केही दोष छैन, यसमा अरू केही विचार गर्नु पर्दैन। विश्वामित्रको यस्तो आज्ञा पाई रामचन्द्रले त्यस राक्षसीलाई मार्नका निमित्त उतिनै खेर धनुको टंकार गर्नुभयो। रामचन्द्रले गरेको धनुको टंकारले 10 दिशा व्याप्त गर्यो। यस टंकारले जंगलका जन्तुहरू पनि झस्किए। राक्षसी पनि पहिले त डराई, तर नजिकमा मानिसको गन्ध पाउनाले त्यो राक्षसी निर्धक्क भएर राम र लक्ष्मणलाई खान भनी हातमुख फैलाउँदै दौडी। उसलाई आफूमाथि आइलागेको देखि श्रीरामले पनि तुरुन्तै धनुको सन्धान गरी एक बाणले त्यसका हात काटिदिनु भयो। लक्ष्मणले पनि एक बाण थपी उसको नाक काटिदिए। त्यसरी हात र नाक काटिएपछि त्यो त्यहाँबाट भागेर जंगलका झारभित्र लुकी। उहीबाट ती दुई भाइका उपर ठूला ठूला ढुङ्गाको वर्षा गर्न लागि। त्यसले हानेको ढुङ्गा यताबाट आउँछन् भनी पत्ता पाइँदैन थियो। चारैतिरबाट ढुङ्गाको वृष्टि हुन्थ्यो, तापनि ती दुई भाइले पनि चारैतर्फ बाणको वर्षा गरी 10 दिशालाई व्याप्त गरे। त्यस्ता तीखा तीखा बाणको चोट कहिल्यै पनि त्यसले खाएकी थिएन। त्यसैले रामचन्द्रका बाणको पीडा सहन नसकी व्याकुल भएर छटपटाउँदै लुकेका ठाउँमा त्यो राक्षसी निस्की र राम लक्ष्मणलाई खान भनी दौडन थाले। त्यसै बीचमा रामचन्द्रले एक बाण त्यसको छातीमा हान्नुभयो। त्यो बाण त्यसको वज्र जस्तो छाती छेडी प्राण समेत लिएर पार गयो। बाणले छाती छेडेनका साथ ताडका धडाममा जमिनमा गिरे। त्यो गिर्नाले त्यहाँको भूमि त थर्कनै पर्थ्यो, तर रावणकी अति स्थिर राज्य लक्ष्मी पनि थर्किन्। त्यो पछाडिनु नै रावणको भावी पतनको सूत्रपात पनि भयो। ताडका जमिनमा पर्नका साथ प्राण छोडी परमधाममा गए। राम लक्ष्मणका अपूर्व पराक्रमदेखि विश्वामित्र पनि अत्यन्त प्रसन्न भए। यही आनन्दको समयमा ती दुवै भाइलाई मुनिले उत्तम उत्तम कसैले रोक्न नसक्ने अस्त्र शस्त्रहरू पुरस्कार दिए। ती अस्त्र शस्त्रको प्रभाव थियो कि जसका उपर तिनको प्रहार गर्यो उसको नाम तक पनि रहँदैन थियो। यस्ता अस्त्र र शस्त्र पाउनाले अत्यन्त तेज बढेका ती दुई भाइ विश्वामित्रका आश्रममा पुगे। त्यसपछि त्यस आश्रममा यज्ञको प्रारम्भ गर्नुहोस् भनी रामले बिन्ती गर्दा विश्वामित्रले यज्ञको प्रारम्भ गरे। महर्षिका आज्ञा अनुसार सबै ऋषिहरू हवन गर्न लागे।
राम लक्ष्मण पनि यज्ञको विघ्न हटाउनका निमित्त धनुर्बाण लिई आश्रमका वरिपरि जंगलमा घुम्न थाले। जसरी सूर्य र चन्द्रमाले क्रमैसँग संसारलाई आफ्नो किरणद्वारा बचाउँछ, उसै गरी धनुर्धारी ती दुई भाइले यज्ञ भूमिको रक्षा गरे। जब त्यस यज्ञको धुवाँ टाढासम्म फैलियो, त्यो धुवाँदेखि मारिच र सुबाहु भन्ने दुई राक्षस यज्ञमा विद्ध पार्नका निमित्त आए। तिनीहरूलाई देखि रामले पनि बाणको वर्षा गरी सुबाहुलाई त्यसै ठाउँमा मारिदिनु भयो। मारिचलाई पनि एउटा अत्यन्त बेगी बाणले त्यहाँबाट उडाई समुद्रका किनारमा पुर्याएर गिराइदिनु भयो। यसरी ती बलिया र पराक्रमी राक्षसहरूको संहार गरेको देखेर सम्पूर्ण मानिसहरूले श्रीरामको ठूलो प्रशंसा गरे। त्यस दिनदेखि त्यस वनमा रहने ऋषिमुनिलाई धेरै सुविस्ता भयो। राक्षस आदिको डर कहिल्यै भएन। केही दिनसम्म राम र लक्ष्मण त्यहीँ बस्नुभयो। एक दिन त्यहाँका सबै मुनिहरूले परस्परमा सल्लाह गरी महाराज जनकको यज्ञ हेर्न जाने निश्चय गरे। उसमा राम र लक्ष्मणलाई समेत लैजानुपर्छ भन्ने सबैको सम्मति भयो। त्यहाँबाट यथासमयमा राम र लक्ष्मण सहित ऋषिमुनिले मिथिलातिर प्रस्थान गरे। बाटामा पनि गौतम ऋषिका शरापले शिला भई पीडिरहेकी अहल्यालाई श्रीरामले मुक्त गराउनु भयो। तदनन्तर विश्वामित्र सहित सबैजना आनन्द साथ महाराज जनकको यज्ञशालामा पुगे। मिथिलाका राजा जनक ठूला नामी र ब्रह्मज्ञानी थिए। यस उसले बडा बडा ऋषिहरू पनि उनीसँग ज्ञान सिक्न भनी आउँदथे। ती राजाले प्रजालाई बडो आनन्दका साथ नीतिपूर्वक पालन गरेका थिए। उनकी सीता नामकी एक कन्या थिइन्। तिनको विवाह गर्नलाई स्वयंवरका निमित्त त्यहाँ एक सभाको समारोह भएको थियो। देश देशका राजाहरू पनि निमन्त्रित थिए। मुनि वेशधारी तेजस्वी राम र लक्ष्मणलाई साथमा लिएका विश्वामित्र पनि काम र अर्थलाई साथमा लिएका मूर्तिवान धैर्य झैं त्यस सभामा पुगे। मुनिवेशमा रहेका ती दुई भाइलाई क्षत्रिय कुमार जस्ता देखेर बडो आश्चर्यका साथ त्यहाँका मानिसहरू मनमा अनेक विचार गर्न लागे। त्यसै बेलामा विश्वामित्रले सबैको अगाडि यी राम र लक्ष्मण अयोध्याधिपति महाराज दशरथका कुमार हुन् भन्ने कुरा र रामचन्द्रले गरेको सुबाहु वध आदि पराक्रमको सारा वृत्तान्त सुनाए। सो कुरा सुन्नाले प्रसन्न भएका सबै सभासदहरू पनि परस्परमा खुसी हुँदै यी कुरा गर्न थाले। आहा, यी श्याम वर्ण भएका राजकुमार रामचन्द्र सीताजीलाई अत्यन्त योग्य रहेछन्। यिनैसँग सीताजीको विवाह भए सुवर्णमा रत्न जडे जस्तो योग्य हुने थियो। यस्तैमा एक अत्यन्त पुरानो कसैले उचालि नसक्नु ठूलो धनु हजारौं मानिसद्वारा बोकाई त्यस सभामा उपस्थित गराइयो। महाराज जनकले त्यस धनुलाई देखाएर भने, जसले यस धनुलाई उठाई त्यसमा तादो चढाउँछ उसैलाई म आफ्नी छोरी सर्वगुण सम्पन्नता सीता समर्पण गरौँला। जनकको यस्तो भयंकर प्रतिज्ञा सुनि रामसँग सीताको विवाह भए हुँदो हो भन्ने मानिसहरूको मनमा फेरि यो तर्क उठ्यो, अहो अवसर चुक्न आँट्यो, किनभने यो धनु ठूलो छ। यी राजकुमार साह्रै बालक छन्। विचार गर्दा यिनमा यो धनु उठाउने शक्ति देखिँदैन। सो धनु नउठाई सीताजीसँग यिनको विवाह हुन असम्भव भयो। आहा, यस्ता योग्य वरसँग सीताजीको सम्बन्ध हुन आँटेन। यस्तो तर्क वितर्क गर्ने ती विचाराहरूलाई रामचन्द्रका पुरुषार्थको केही ज्ञान थिएन। त्यसैले तिनीहरूलाई त्यस विषयमा खेद पर्न लागेको थियो। यस्तैमा त्यहाँ आएका अनेक राजकुमारहरू यथाशक्ति त्यो धनु उठाउनमा उद्यत भए, परन्तु कसैको पनि केही चलेन। कसैले अलिकति पनि धनुलाई डगाउन सकेनन्। सारा प्रयत्न निष्फल भएका ती राजा र राजकुमारहरू लज्जित भएर आफ्ना आसनमा आइबसे। यसरी हतोत्साह भएका सारा राजा र राजकुमारलाई देखि महाराजा जनक अत्यन्त दुखित भएर सभाका बीचमा भन्न लागे, बडो खेदका साथ आज मलाई ज्ञान भयो कि दुनियाँमा कोही वीर पुरुष रहेनछ। मैले नबुझिकन यस्तो उग्र प्रतिज्ञा गरेछु। यसले अहिले मलाई ठूलो ताप पर्न आयो। कसैको प्रारब्धमा सीतासँग विवाह लेखेको रहेनछ। अब मेरो प्राण जाओस् वा छोरी सीता जन्मभर कुमारी नै रहन्, तथापि म आफ्नो प्रतिज्ञालाई भङ्ग गर्न सक्दिनँ। प्रतिज्ञा भङ्ग गर्नु साह्रै अयोग्य कुरा हो। के गरौँ, यो प्रतिज्ञा पूरा गराइदिने वीर कोही पृथ्वीमा रहेनछ। मैले यो प्राण राख्नु खाली हास्यको कारण मात्र भयो। राजा जनकले यसरी खेद प्रकाश गरेको सुनि लक्ष्मणको मुख एकदम लाल भयो। उनी क्रोधले थरथर काँप्दै उठेर भन्न लागे, महाराज, के यहाँ सूर्यवंशी राजकुमार आएको देख्नु भएन? यो कत्रो कुरा हो र? यस्तो जाबो कुरामा सारा क्षेत्रीयलाई उच नीच भन्नु ठिक पर्दैन। दाजैज्यूका कुरा परै रहन्। म पनि यस जीर्ण धनुलाई अहिले टुक्रा टुक्रा गरी फ्याँकिदिन सक्दछु। लक्ष्मणलाई साह्रै क्रोध चढेको देखि श्रीरामले एकपटक उनका पीठमा धाप मारेर भन्नुभयो, भाइ, यसरी रिसाउनु हुँदैन। आऊ यहाँ बस। चित्तको बेग रोक। दाजुको यस्तो आज्ञा सुने तापनि लक्ष्मणको रिस केही कम भएन। उनी झन गर्जेर बोल्न थाले, दाजै, के जनकले हाम्रो यस्तो तिरस्कार गर्नु योग्य हो र?
आगाको सानो फिलिङ्गाले ठूलो जंगल भस्म गराउन सक्छ भने हामीलाई केटाकेटी सम्झेर जनकले यसो भन्नु हाम्रो महान तिरस्कार हो। उहाँले यो कार्य गरिसक्नु भएपछि कि सूर्यवंशी राजपूतमा पनि विद्यार्थी वीर कोही रहेनछन्? यो कत्रो लज्जाको कुरा हो। यस्तो अवहेलना को सहन गर्न सक्ला र? यति भनेर रिसले ज्वाज्वलमान भएका लक्ष्मण यताउति हेर्दै रामका नजिकमा घुम्न लागे। यही अवसरमा विश्वामित्रले अघि सरेर रामसँग भने, बाबुराम, यसबेला महाराज जनकलाई ठूलो ताप परेको छ, सो सन्ताप छुटाउने मौका यही हो। लौ, यत्न गर। बखतमा देखाएको पुरुषार्थ नै प्रशंसनीय हुन्छ। ऋषिको आज्ञा सुन्नसाथ रामचन्द्र धनु उठाउने तजबिज गर्न लाग्नुभयो। त्यति साना रामचन्द्रको त्यस्तो साहस देख्दा त्यहाँ बसेका सबैलाई ठूलो आश्चर्य भयो। त्यस्तैमा सीताजी पनि सखीहरूका साथ वरमाला लिएर त्यहाँ आउनुभयो। अगाडि उत्साह, धैर्य, गाम्भीर्य र वीररसले पूर्ण भएका रामचन्द्रको मोहिनी मूर्ति देख्दा उहाँका मनमा अनुरागको अंकुर पैदा भयो। यसैले सीताजी ईश्वरसँग मनै मन यस्तो प्रार्थना गर्न लाग्नुभयो, हे परमात्मा, यस धनुलाई हल्का गरिदिनुहोस्। यो धनु उठाउँदा श्री रामचन्द्रलाई कति पनि परिश्रम नपरोस्। यता सीताजी यस्तै विचारमा मग्न हुनुहुन्थ्यो। उता श्री रामचन्द्रले सहजैसित धनु उठाउनु भयो। ताँदो चढाउनका निमित्त उहाँले अलिकति खिच्दैमा बडो भयंकर शब्दका साथ भाँचिएर एकदम त्यो धनु 2 टुक्रा भयो। त्यो शब्द सुन्दा विश्वामित्र र राम लक्ष्मण बाहेक त्यस सभामा बसेका राजा जनक समेत सारा सभासद झस्किए। एकछिनपछि सबै एक स्वरले आश्चर्यपूर्वक भन्न लागे, ओहो, रामचन्द्रको कस्तो पराक्रम रहेछ। अघिसम्म यो बालक राजकुमार रामले यो धनु तोड्नुहोला भन्ने कसैको मनमा थियो? धनु भाँचिनका साथ महाराज जनकले सीताजीलाई बोलाएर भने, पुत्री, धन्य तिम्रो भाग्य, वीर पति पाएर तिमी वीरवधु हुने भयो। अब रामचन्द्रलाई माला पहिराउ, ढिलो नगर। स्त्री जातिले वीर र गुणी पति पाउनु यो ठूलो भाग्य हो। तिमी साह्रै भाग्यवती रहेछौ। यस्ता वीर, गुणी र सुन्दर वर पायो। मेरो मन साह्रै खुसी भयो। यति भन्दै गदगद भएर महाराज जनक रामचन्द्रको प्रशंसा गर्न लागे। त्यसैबेला श्री सीताजीले पनि मंगल वाद्यका साथ रामचन्द्रलाई वरमाला पहिराइदिनु भयो। त्योदेखि चारैतिरबाट सारा दुनियाँले रामचन्द्रको जय ध्वनि गरे। यस सभामा हर्षको सीमा रहेन। विवाहको दिन नजिकै नियत भएको हुनाले उसै दिनदेखि सरजामको तयारी हुन लाग्यो। अयोध्यामा महाराज दशरथलाई समाचार दिन भनी रिसल्ला दौडिए। उहाँ पुगी तिनीहरूले खुसी साथ यो सबै शुभ समाचार सुनाए। यस्तो हर्षको कुरा सुन्दा राजा दशरथले पनि मन्त्रीद्वारा विवाहको सामग्री, रथ, हात्ती, ऊँट र गाडाहरू सब तयार गराए। सो ठिक भएपछि आफ्ना कुल कुटुम्ब र मन्त्रीहरूका साथ गुरु वशिष्ठलाई समेत लिई उनले मिथिलातिर प्रस्थान गरे। बाटामा ठूलो उत्सव मनाउँदै धेरै लस्कर चल्न लाग्यो। मानिसका पाउ र घोडाका टापले बाटाका पत्थरहरू पनि धुलो हुन थाल्यो। राजा जनकले पनि बास बासमा उत्तम उत्तम अन्न पातादिको ठिक प्रबन्ध मिलाएका थिए। नदीहरू तर्नुपर्ने ठाउँमा पुल पनि बाँधिएका थिए। बाटामा कुनै कुराको कमी थिएन। यस्तो सबै प्रकारबाट आफ्नो पूरा सत्कार गरेको देखि महाराज दशरथलाई पनि अत्यन्त हर्ष भयो। 4 दिनका दिन सारा फौज समेत उनी मिथिलामा पुगे। राजा जनककी उर्मिला भन्ने अर्की छोरी र उनका भाइ कुशध्वजकी माण्डवी र श्रुतकीर्ति भन्ने 2 छोरी गरी सीताजी समेत जम्मा 4 कन्या थिए। दशरथ महाराजका पनि राम, भरत, लक्ष्मण र शत्रुघ्न यी 4 कुमार थिए। यिनै 4 भाइको सीता, उर्मिला, माण्डवी र श्रुतकीर्ति यी 4 कन्यासँगको यथाक्रमले विधिपूर्वक विवाह भयो। त्यस विवाहद्वारा अनेक उत्सवका साथ परस्परमा उचित सम्बन्ध हुनाले दुवै पक्षका राजाका मनमा ठूलो आनन्द भयो। वैदिक विधि अनुसार कन्यादान आदि कर्म सकिएका केही दिनपछि महाराज जनकले हात्ती, घोडा, रथ, वस्त्र, आभूषण, दास दासी आदि असंख्य दाइजो दिएर कुलाचार अनुसार छोरीहरूलाई विदा गरे। महाराज दशरथ आदि कुटुम्बहरूलाई पनि विनयपूर्वक अनेक शिष्टाचारले सन्तुष्ट गराई अयोध्यातिर पठाउने प्रबन्ध गरे। उनका यथोचित सम्मानबाट प्रसन्न भएका राजा दशरथ पनि 4 छोरा 4 बुहारीलाई लिए सबै सैन्यका साथ ठूलो उत्सव मनाउँदै अयोध्यातिर फर्किए। बीच बाटामा आइपुगेपछि आगाले बन्न लागेको पर्वत जस्तो दिदीप्यमान शरीर भएका एक हात धनु र अर्को हातले भीषण बन्चरो काँधमा राखेका क्षेत्रीय कुलको संहार गर्ने जमदग्निका पुत्र परशुराम अकस्मात आउन लागेका देखिए। अघि यिनका बाबु जमदग्निलाई क्षेत्रीयहरूले बिना अपराध मारेका थिए। यसैले आफ्ना बाबुका वैरशुद्धिका निमित्त क्रुद्ध भएर यी परशुरामले पनि 21 पटकसम्म पृथ्वीमा घुमी घुमी पाए जति क्षेत्रीयको संहार गरिसकेका थिए।
पछि पृथ्वी तलमा क्षत्रियहरू नपाउँदा क्रोधको वेग घट्नाले केही शान्त भई यिनी कोही एकान्त वनमा तपस्या गरेर बसेका थिए। यस्तैमा धनु भाँच्न आदि रामको पुरुषार्थ सुनि रामचन्द्र पनि क्षत्रिय हुन् भन्ने बुझेर फेरि यसलाई पनि दण्ड दिन्छु भनी उहाँकै खोजमा हिँडेका थिए। संयोगवश बाटामा उत्सव साथ आउन लागेका रामलाई देखि उनले अगाडि गएर भने, बच्चा, के जनकको धनु भाँचेको तैँले नै हो? बडो वीर हुँ भन्ने घमण्ड छ कि? हेरौँ अब कत्तिको पुरुषार्थ देखाउँदो रहेछस्। यो ब्रह्माण्डमा पनि ताँदो चढाउन सक्छस् कि? परशुरामको यस्तो क्रोधपूर्ण वचन सुनि महात्मा राम केही बोल्नु भएन। तर लक्ष्मणजीलाई साह्रै असह्य हुँदा उनी उपहासको हाँसो हाँस्न लागे। तिनले हाँसेको देख्दा परशुरामको क्रोधाग्नि झन दन्दनायो। उनी बञ्चरो घुमाउँदै घुम्न लागे। तिनको यो अवस्था देखि लक्ष्मणले केही हाँसेर भने, तपाईँ यस बञ्चरोलाई यति अग्लो गरेर किन उठाउनुहुन्छ? तपाईँ ब्राह्मण भए शान्त भई बोल्नुहोस्। तपाईलाई मेरो नमस्कार छ। बञ्चरो कोदालो देखाउने हो भने हामी पनि क्षत्रियकै बच्चा हौँ, यो कुरा सहन गर्न सक्दैनौँ। लक्ष्मणको यस्तो प्रत्युत्तर पाउँदा रिसले चुर भई परशुरामले बञ्चरो उठाएर तिनका उप प्रहार गर्न जाइ लागे। तिनको त्यो साहस देख्दा अब बिगार हुन आँट्यो भन्ने शङ्काले झट्ट अघि सरेर उनको बञ्चरोलाई रोकी रामले भन्नुभयो, ऋषिवर, तपाईँले जे भन्नुभएको छ मसँग भन्नुहोस्। यिनी केटाकेटी नै छन्, यिनीसँग के कुरा? रामले यसो भनेको सुनि परशुराम झन चर्केर बोले, हो थाहा छ, यो सब तेरै काम हो, बडो बहादुर छु भन्नुहोस्। जनकका घरमा रहेको थोत्रो धनु भाँच्दैमा त आफूलाई पुरुषार्थी ठहराउँछस्? हुन्छ, मेरो यस धनुमा ताँदो चढाइस् भने त वीर रहेछस् भनी जानुला, अनि जो गर्नुपर्ने गरौँला। परशुरामले यसरी दाजुसँग भनेका कुरा सुनेर लक्ष्मणले फेरि बिचैमा कुरा काटेर भने, बाहुन बाजे, रहन दिनुहोस्। तपाईँ जुन धनुको प्रशंसा गर्नुहुन्छ त्यो पनि हाम्रो दाजुले भाँचेको पुरानो धनु जस्तै हो। त्यस धनुमा पनि केही प्रभाव छैन। के त्यसलाई पनि भचाउने इच्छा छ र यो घमण्ड देखाउनुहुन्छ? लक्ष्मणका मर्मभेदी वचन सुनेर परशुराम झन रिसाउँदै फेरि भन्न लागे, हे नालायक, हेर त सानो मुखले ठुलो जवाफ दिन लागिस्। अब म सहन सक्दिनँ। म बालक भनेर मात्र यति बेर चुप लागेको हुँ, नत्र यतिन्जेल तलाई नाम मात्र शेष गरेर छोडिदिने थिए। परशुरामका यस्ता सेखीले भरिएका वचन सुनेर लक्ष्मणले पनि कति नडराई फेरि दृष्टताका साथ भने, जाऊ बाजे, मैले पनि तिमी जस्ता बाहुनलाई धेरै देखेको छु। तिमीलाई बाहुन भनी छोडिदिएको हुँ। अरू कोही भए अघि नै काम पुर्याइदिने थिएँ। यसरी यी दुईजनामा विवाद हुँदै थियो। उता रामचन्द्र पनि बीचमा परशुरामलाई सम्झाउँदै गर्नुहुन्थ्यो, तर सब व्यर्थ भयो। रिसको अन्तिम समय नजिकै आएको हुनाले उनी निप्ने बेलाको बत्ती झन चर्केर बारम्बार, वीर होस् भने यस धनुमा ताँदो चढाइदे भन्दै दाँत कटकटाएर गर्जन लागे। यसरी परशुरामलाई गर्जन लागेको देखि अब यहाँ के उत्पात हुन आँट्यो भनी अरू दशरथ आदि त्यहाँका जनहरू डरले काप्न लागे। श्रीरामले ती सबैलाई आश्वासन दिई परशुरामको त्यो धनु ताँदो चढाउनु भयो। त्यो देख्दा परशुरामको मुखको कान्ति एकाएक मलिन हुन लाग्यो। रामचन्द्रले केही गरी त्यस बाणको प्रहार परशुराममाथि गरेका भए उनी कदापि जीवित रहने थिएनन्। तर धर्माज्ञ रामचन्द्रले अन्यत्रै त्यो बाण छाडिदिनु भयो। त्यसपछि परशुराम रामचन्द्रको यस्तो अजय सामर्थ्य देख्दैमा आफै निस्तेज भएर आफूले भनेका दुर्वाक्यको क्षमा मागी रामको गुण गाउँदै आफ्नो आश्रमतिर गए। यता महाराज दशरथ पनि आफ्ना पुत्रको अद्भुत पराक्रमदेखि आश्चर्य हुँदै सारा सैन्यलाई जयध्वनि गराउँदै कुटुम्बसहित अयोध्यामा आइपुगे। केही दिनपछि केकय देशबाट कैकेयीका भाइ आएर राजा दशरथसँग भेट गरी फर्कने बेलामा उनले आफ्ना भानिज भरत र शत्रुघ्नलाई पनि लिएर गए। यस्ता प्रकारले राम लक्ष्मण अयोध्यामा र भरत शत्रुघ्न मामाको घरमा वा कैकेयी देशमा आरामसाथ सुखभोग गरी बस्न लागे। रामायणको बालकाण्ड समाप्त भएको छ। अर्को भिडियोमा रामायणको अयोध्याकाण्ड लिएर आउनेछु। कृपया च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। लागौँ हिजोको भिडियोमा सोधिएको गाउँ खाने कथातर्फ। हिजोको भिडियोमा मैले सोधेको गाउँ खाने कथा रहेको थियो, वरिपरि डिल माझ माटार, काम सकिन साथ नुहाउन हतार के हो, र यसको सही उत्तर हो थाल। अब लागौँ आजको गाउँ खाने कथातर्फ। आजको लागि गाउँ खाने कथा रहेको छ, वरिपरि तितौरा, बीचमा नुन ढिकी, झट्ट हेर्दा लाग्ने निधारको टिकी के हो। प्रश्न एकपटक फेरि, वरिपरि तितौरा, बीचमा नुन ढिकी, झट्ट हेर्दा लाग्ने निधारको टिकी के हो। यस प्रश्नको उत्तर तपाईँलाई थाहा भए कृपया कमेन्ट गर्नुहोला भन्दै लागौँ हिजोको भिडियोमा कमेन्ट गर्नुहुने दर्शक श्रोताज्यूको नाम अनि कमेन्ट वाचनतर्फ। चामसोहाङ राईज्यू लेख्नुहुन्छ, लोककथा जति सुने नि
सुन्न आनन्द आउँछ जमिन दाई, अझै यस्तै यस्तै अरू कथाहरू पनि सुनाउनु भए धन्य हुने थिए भन्नुहुन्छ। धन्यवाद। ग्रेस करुणाज्यू लेख्नुहुन्छ 5 stories are really nice and really very interesting. It's really to hear all kind of stories with your beautiful and amazing magical voice. Wishing you all the best sir. Hearty thanks a lot भन्नुहुन्छ। धन्यवाद। प्रज्वल धामीज्यू लेख्नुहुन्छ मेरो रिक्वेस्टमा सुदूरपश्चिमका लोककथा ल्याउनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि यस्तै कथा ल्याउँदै गर्नुहोला। कथा एकदमै राम्रा छन्। अलवेज लिसनिङ टु यु, यो डेली लिसनर, फेरि पनि यस्तै कथाहरू सुन्न पाम भन्नुहुन्छ। अवश्य म प्रयास गर्नेछु। सुरेन्द्र कुमार तामाङज्यू लेख्नुहुन्छ हजुरको वाचन शैली साह्रै मनमोहक लाग्छ सर भन्नुहुन्छ। धन्यवाद। मायाश्रीज्यू लेख्नुहुन्छ नमस्कार जोजलपा आदरणीय जमिन सर, साह्रै नै राम्रो कथाहरू। किशोर केसीज्यू लेख्नुहुन्छ साह्रै मन छुने कथाहरू। धन्यवाद जमिन सर, आजको उत्तर चाहिँ अलि आएन है भन्नुहुन्छ। कैलाश गुरुङज्यू लेख्नुहुन्छ वाउ नाइस स्टोरी। त्यसै गरी ममता कुँवरज्यू लेख्नुहुन्छ वाउ इन्ट्रेस्टिङ स्टोरी। त्यसै गरी अविनाश पन्तज्यू लेख्नुहुन्छ नाइस स्टोरी दाजु, आजको आन्सर चाहिँ आएन मलाई। वेटिङ फर नेक्स्ट स्टोरी एन्ड गुड नाइट अल अफ यु भन्नुहुन्छ। त्यसै गरी होमबहादुर जिरेलज्यू लेख्नुहुन्छ नमस्कार जमिन सर, कति मिठो कथा सुनाउनु भयो, म त हजुरको कथा नसुनी मनै मान्दैन भन्नुहुन्छ। धन्यवाद। युजर केएनज्यू लेख्नुहुन्छ धेरै राम्रो छ सर कथा। त्यसै गरी कान्छा मोक्तानज्यू लेख्नुहुन्छ धेरै राम्रा कथाहरू। अञ्जली राईज्यू लेख्नुहुन्छ वाउ साँच्चै ज्ञानमूलक सबै कथाहरू सर भन्नुहुन्छ। धन्यवाद। गड टु केज्यू लेख्नुहुन्छ वाउ दादा सो नाइस स्टोरी। सुमिता कार्कीज्यू लेख्नुहुन्छ नमस्कार हजुर, म ब्याङ्ककबाट र होइ भन्नुहुन्छ। धन्यवाद। पुष्पराज जोशीज्यू लेख्नुहुन्छ शुभ बिहानी। त्यसै गरी ब्लकर ब्रो विशाल गहतराज्यू लेख्नुहुन्छ आजको कथा साह्रै राम्रो लाग्यो दाई, तपाईँको अर्को युट्युब च्यानल त भेटाएन दाई भन्नुहुन्छ। म लिङ्क कमेन्ट गरिदिनेछु। त्यसै गरी रोज मिजारज्यू लेख्नुहुन्छ वाउ बबाल छ। त्यसै गरी सुन्दर आवासज्यू लेख्नुहुन्छ आजको उत्तर भाडा सुकाउने तालो हो है सर भन्नुहुन्छ। कमेन्ट गरिदिनुहुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवाद। तपाईसँग पनि कथाहरू भए मलाई मेरो कथा 204@gmail.com मा मेल गर्न सक्नुहुनेछ भन्दै आजको रामायणको बालकाण्ड कस्तो लाग्यो कमेन्टमा उल्लेख गर्नुहोला। आजको लागि बिदा दिनुहोस्। नमस्कार।